Hello everyone, welcome to my very first YouTube vlog. This is my first vlog. I am Punamati Kari अनि आज चाहिँ म के को बारेमा vlog बनाउन लागेको छु भने चाहिँ आज चाहिँ म मेरो साथीसँग भेट्न लागेको आफ्टर very long time पछि अनि कति एक्साइटेड पनि छु नर्भस पनि छु किनकि मेरो फर्स्ट vlog हो सो please everyone do subscribe, leave a comment अनि please support अनि अब म त्यहाँ गएपछि कहाँ जाने हामी प्लान चाहिँ गरेको छैनौं तर त्यही पुगिसकेपछि म हजुरहरुलाई देखाउँछु सो म अहिले नुहाइधुवाइ गरिसके अब मेकअप गर्छु अनि लुगा लगाउँछु अनि त्यसपछि म मेरो साथी मलाई लिन आउँछ त्यसपछि हामी सँगै जान्छौं अनि कहाँ जान्छौं चाहिँ म तपाईलाई यसपछि भिडियोमा देखाउँछु सो बाइ एभ्रीवन गाइस म रेडी भइसके सो म मेरो वर्षालाई भेट्न जाँदैछु म ढिलो भइसके के अलमोस्ट कति 15 मिनेट्स मैले उलाई कुर्न लगाए होला हैन सो एकदम रिसमा अनि म अब जाँदैछु पुग्न लागे हाय हाय वर्षा हाय सरी यत्रो टाइम लगाएर मैले वेट गर्न आएर 15 मिनेट्स भयो होला है तिमीले वेट गरेको 15 मिनेट्स भयो होला ओके गाइस हामी पुगेपछि चाहिँ भ्लग बनाउँछौँ बाइ हाय हामी फाइनली इन ड्राइभ गर्यौं अनि त्यसपछि हामी सँगै बस्दै छौं बल्ल तलै यस्तो गर्मी छ यस्तो गर्मी लागेछ आज लास्टै गर्मी के आज चाहिँ हिजो चाहिँ पानी पर्ने भएको थियो आज चाहिँ गर्मी छ तिम्रो गुच्चीको रहेछ चस्मा मेरो प्राडाको ओ माय गॉड वाउ सेम आज हामी ट्विनिङ गर्ने भनेको थियौं नि त अनि अलमोस्ट हामीले लुगाहरु देखि पहिला अलमोस्ट सबै एउटै टाइपको गर्ने वान पिस लगाउने चस्मा लगाउने भनेर ट्विनिङ गर्न खोजेको सो गाइस हामी त्यहाँ पुगिसकेपछि हामी भ्लग बनाउँछौँ फेरि स्टार्ट गर्छौँ सो अहिलेको लागि बाइ गाइस हामी फाइनली गार्डन अफ ड्रिम्स आयो हैन टिकट पनि काटियो अनि ल अब हामी यसो भिडियो बनाउँछौँ अनि कस्तो राम्रो छ हेर्नु न यहाँको सिनहरु है कस्तो राम्रो है पर्छ आज फोटो दामी आउँछ जस्तो छ लुक कति राम्रो छ वाउ आज पर्छ दामी हुन्छ क्या हाम्रो हेर्नु न कस्तो तपाईहरुले देख्न सक्नुहुन्छ होला कति राम्रो छ मान्छेहरु डेटिङ पनि आएको छन् डेटिङ खासमा सबै डेटिङ हो नि हेर न उता अनि हामीलाई गाह्रो पर्छ मेन त मलाई गाह्रो पर्छ ओ ल ल अब भिडियो टन्नै बनाउनु पर्छ त धन्न आज धेरै कोही पनि रहेनछ के मान्छेहरु है सन्डे भयो नि त ठ्याक्क तिम्रो चाहिँ टाइममै छुट्टी हुन्छ सैटरडे भएको भए कम त गाह्रो हुन्थ्यो सैटरडे भएकै मान्छे पनि हुन्थ्यो के अनि आज त अब सन्डे भयो स्क्वायर कति राम्रो गाइस हेर्नु न स्क्वायर भागे तपाईले देख्नु भएन है यहाँ लुकिरा रहेछ ओ भाग्यो पर्छ स्क्वायर कति राम्रो कति क्यूट कति क्यूट के राम्रीहरु छन् सबैजना बाहिर विदेश गएको जस्तो छिटो हुन्छ भाइ पनि छुट्टी हुन्छ यहाँ है हेर न नाइस कुन गाइस तपाईहरुलाई आउनु छ फोटोसहरु खिच्नु छ अनि यहाँ एकदम पिस पनि छ हैन अनि जम्मा पर पर्सन 150 हो हैन हामी दुई जना गरेर 300 भयो जोर से बोल के लोगों को स्कीमें बता दे आओ वर्षा टन्टरा यो चाहिँ हाम्रो वाशरुम राम्रो है वाशरुम पनि राम्रो भन्दैछ हामी केटी मान्छेहरुलाई वाशरुम भने यति इम्पोर्टेन्ट छ नि यति इम्पोर्टेन्ट छ सुसु गर्छु एहे रहा नहीं जाता तड़प ही ऐसी है ना ला फोटो खिच्न पर्छ ओ एमजी हाम्रो आउटफिट चेक गरौँ न देखाम अति भन्दा तल देख्दैन रहेछ है यता चाहिँ देख्छ हाफमा देख्छौँ तर हामीले ट्विनिङ गरेको वाइट अनि अलिअलि खालको भएको छ Here you go! Oh my god! Wow! Ta-da-da!
भन्दियो so cute के oh hello hello hi hi ow ow come ow ow guys look कति राम्रो आमोन्ता नाम के हो व्हाट इज द नेम अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। गयो गयो उसको दाई आयो जस्तो छ हाय हात देऊ हात देऊ हात देऊ हात देऊ गुड बोय कति राम्रो के सानो हाय 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 अबे हुन्न हाई गाइज हामीले फाइनली फोटो पनि खिच्यो भिडियो पनि बनायौँ अनि अहिले हामी रेस्ट गर्दैछौँ अनि कस्तो आनन्द छ यहाँ कस्तो पिस भइरहेछ क्या तर आज सन्डे भएर होला चाहिँ धेरै मान्छे आएको छैन अनि सैटरडे अरू बेला भए चाहिँ टन्नै हुन्थ्यो मान्छे यहाँ त्यस्तो धेरै मान्छे छैन ठाउँ पनि राम्रो है ठाउँ पनि एकदम राम्रो कपल्सहरूको लागि बेस्ट गाइज कपल्सहरूको लागि बेस्ट डेटिङ प्लेस बेस्ट 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 छ होइन आउनु होला होइन तपाईँहरू मिङ्गल हुनुहुन्छ भने आउनु सिङ्गल चाहिँ नआउनु मन दुख्दो रहेछ सिङ्गल आयो भने चाहिँ लास्ट टाइम मन कटक्क दुख्ने रहेछ सो मिङ्गल आउनुहोस् होइन अनि एकदम आनन्द छ रमाइलो पनि छ भिडियोहरूको फोटोहरू खिच्नु पऱ्यो भने पनि एकदम है राम्रो अझ क्यामेरा अब झन् अरूहरू त फोटो खिच्ने मान्छेहरू छ भने त झन् अब हामीले चाहिँ इन्स्टामा टिकटकमा देख्नुहुन्छ हामीले यहाँको भिडियो बनाएको होइन हामी अपलोड गर्छौँ छिटै अनि यही हो गाइज आज रमाइलो भयो पर्ससँग भेटेर रमाइलो भयो कति बजी है हामी भेट्ने भन्छौँ जहिले केही न हामी होइन गाइज भेट्न त भेट्छौँ तर यसरी घुमेर चाहिँ कति भएको थियो हामी घुम्न नगएको क्या अनि जहिले भेट्ने भन्ने अनि त्यही बौद्धतिर है मात्र हुन्थ्यो त्यही भएर चिया खाने हाम्रो कामै त्यही हो चिया खाने अनि आउँथ्यौँ तर अहिले चाहिँ यसरी घुम्यौँ होइन भिडियोहरू बनायौँ आयौँ सो रमाइलो पनि भयो एकदम रमाइलो भयो गाइज सो कपल्सहरू त हाल्नु न मन कटक्क अरूको देखाउनु हुँदैन है मार्ला है गाइज मार्ला त्यसो अब हामी यहाँ पछि हामी कहाँ जाने भने कोरियन खाना जाने होइन हङकङको के भन्छ नाम हाङकुक सारङ के छ त्यहाँ जाने भने छ अनि सो हामी त्यही जान्छौँ सो त्यहाँ पनि भिडियो बनाउँछौँ त्यसको पनि भिडियो आउँछ हेर्नु होला है त गाइज अहिलेको बाई बाई हाङकङ सारङ गाइस हामी हङकङ रेस्टुरेन्टमा आयौँ अनि हामी यहाँ लन्च पनि गऱ्यौँ सो अब हामी यहाँबाट निस्किने अनि यति नै हो यहीँबाट हामी इन्ड गरिदिन्छौँ सो थ्याङ्क यू फर वाचिङ प्लिज डू सब्सक्राइब उससे सुपारी निकाल के बात कर रहे बाबा इसके मुंह में पैदाशी सुपारी है ये तो सरी लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु सो धेरै माया गरिदिनु ल गए ल बाई बाई भनिदेऊ बाई